चाहिँ यहाँ चिकन मोमो बनाउँदैछ हो मैले चाहिँ बेल्दैछु अनि दाइहरूले चाहिँ बनाउनु चिकन मोमो आजको दिन चाहिँ हाम्रो चिकन मोमो बनाउने दिन थियो अनि सो हामीले रेडी गर्दैछ मेकिङ अफ गरेर होइन अब चिकन मोमो बनाउँछ म चाहिँ बेल्दैछु दाइले चाहिँ मलाई पुरा बडी देखाउँदैछ जिम गर्छ त्यही भएर पुरा बडी देखाउँदैछ कि अझै देखाउँदैछ साह्रै देखाएको होला यस्तो भुँडी निकाल्ने पनि एउटा काम कला पो त त्यस्तो भुँडी निक्लिने राजु दाइको निक्लेको नि कला पो त निराजु दाइ हो कि नभन्नु त हो कि नभन्नु त बिहा गरेपछि भुँडी निक्लिँदैन प्रायः याद गरेको मैले त्यो फ्यामिली प्याक हो नि त यो राजु दाइको यो तपाईँलाई लाग्दैछ होला भुँडी होला होइन भुँडी कहाँ हो त्यो त्यो यो पेट होइन त पेट होइन त यो फ्याट छ गेट हो गेट पेट होइन गेट हो गेट त्यो इन्डिया गेट हो पुरा फ्याट छ आन्द्राहरू बोसोले पुरा भरिन्छ यसमा फ्यामिली प्याक हो के को फ्यामिली प्याक फ्यामिली प्याक यहाँ काकाहरूको पनि दिँदैछ सबैले दिएछ आफू पनि हुनु पऱ्यो नि अन्त काकाहरूको त पैसा पाउनु परेन गेट हो गेट त्यो तपाईँको हाम्रो जेठा मात्रै भुँडी छैन हौ त्यस्तो दुबईमा काम गर्छ मलाई भुँडी छैन हौ सिम्पल मजाको रिक्कै छ त्यति नै कपाल फुलेको छ दाँत झरेको छ सुनको दाँत लगाएको ठिक छ तिनवटा सुनको दाँत दुबईमै लगाएको सुनको दाँत अगाडिको त नि यहाँको दुइटै छैन सुनको दाँत अगाडि अहिले यताको यहाँ पैसा त तरो छ नि छेत्री हो ए चुनिया छ सबै दिन पैसा पैसा भन्नु पैसा के को लागि रोँदैन छैन भने पैसा किन सत्तर लाख भर्ती छ हाम्रो चिन्ता 5,000 त पार्टीमा मात्र कति हुन्छ अब दिनको पुरा पुरै काम गर्छ आज सेक्रेटरी दाइ हेर्दैन त आज राति आउँछ दाइलाई फेरि हेर्नु वहाँनिर आउँछ फेरि बस्छ दाइलाई त्यस्तो दिन्छ भएन त्यस्तो भन्छ मैले अघि भन्दैछु नि यसो भन्छु म खाने नुङ्गे त खाने त्यसलाई माग भनिदिन्छु कि तँलाई नै हेर्दा नभए मलाई हेरिरहन्थ्यो मलाई रहन्थ्यो पैसा माग्दै म खाने नुङ्गे त खाने बेला एउटा रोडमा होइन स्पिड गाडी आउँदैछ बिचमा उयो गाई छ के बिचमा गाई छ खत्रै स्पिड आउँछ अब डाइरेक्ट ठोक्यो भने मोड्यो होइन त्यही के मार्छ त्यसलाई के भन्यो ए बिचमा होइन बाटोमा होइन एउटा गाडी स्पिडले आउँदैछ गाई छ बाख्रा छ होइन के मार्छ दुइटामा के मार्छ बाख्रा गाई त किन मार्छ गाई त ठुलो पनि हुन्छ आफूलाई पनि रोड लाइन डढाउँछ बाख्रा दिँदो प्याटेका पार्दै चल्दैन ब्रेक मार्दैन ब्रेक मार्दा गाई मारि जाँदैन
अब खतरा स्पिड होइन ब्रेक लागेर पनि काम लाग्दैन खतरा स्पिडमा ब्रेक नलागे नि ब्रेक त मार्छ नि अनि ब्रेक त मार्छ नि बाख्रा त चिप्लिन्छ चिप्लिन्छ जस्तै गरे नि बाख्रा ब्रेक मार्दै भन्नुहुन्छ ब्रेक त लगाउनै पर्छ ब्रेक त मार्छ ब्रेकलाई चाहिँ मार्छ ए अब होइन महात्मा गान्धीले होइन दाइ होइन कुकुरहरूलाई भात दिन्छ चरालाई उयो दिन्छ तर त्यो कुकुर चरा खाँदैन चारो पनि खाँदैन मासु पनि खाँदैन कुकुरले किन भेजिटेरियन दियो किनकि महात्मा गान्धीले लौरो बोकिरहेको हुन्छ लौरो डन्टा बोकिरहेको हुन्छ त्यही भएर कुकुर पनि आउँदैन चरा पनि आउँदैन खाँदैन अनि आस्था हो म्याच ओरै बिचमा केरा छ होइन यतापट्टि हात्ती छ यतापट्टि मान्छे छ तर त्यो दुईजनाले केरा खाँदैन किन मेरो जस्तै केरा भएर होला पागै किन होला भन्नु दिदी पागै तर मेरो जस्तै भएर होला हात्तीले त केरै नचिनेको नपाकेर काँचै देखेर भन्नु न अब मान्छेले त चिन्छ नि त मान्छेले पनि त्यो केरालाई मान्छेले पनि टिप्दैन हात्तीले पनि खाँदैन किनकि त्यो केरा प्लास्टिकको थियो के मेरो जस्तै थियो होला नि हामीलाई पाकै थिएन त घन्टा काँचो कसले खान्छ हजुर उयो गरिबस्छु ल त्यो आज एउटा होइन लु यतापट्टि यता उयो के भन्छ मान्छे पनि रियलको होइन दाइ हात्ती पनि रियलको होइन केरा पनि रियलको तर त्यो पनि खाँदैन किन उयोको किनकि त्यो केरा टिभीको भित्र थियो भित्र किरा चाहिँ कसले खान्छ हौ अनि हजुर त नि टिभीभित्र केरा थियो त्यही भएर नखाएको नि मलाई गरमै भएको उठे बाबा उठे उठे बाबा उठे सानो भएर नि हस्पिटल बसेर आएछ हिजो ताती त्यसो टन्सिल छ कि खाइरहेछ अस्ति मजाले अमिलो टन्सिलको भेटेर ताती कान्छ पाका 4 दिन बसिहालेको अस्ति ओदै एउटा घरमा होइन आमा पुरा छुट्ची तर छोरी चाहिँ पुरा राम्रो थियो अत्र नानी जसले पनि त्यसलाई मन पराउँछ जसले पनि पदम बुढोसँग भन्नु त भाइ उयोले केले पढ्दा पार्छ भन्थ्यो कहिले भङ्गेराले धेरै सिक्छ कि परेवाले धेरै सिक्छ भन्थ्यो दार्जिलिङ बुढोले के भन्थ्यो मलाई सर्च गर त भन्थ्यो भङ्गेराले होइन परेवाले हजुर चाहिँ भन्नु न हजुर परेवाले धेरै हुन्छ अरे भन्नु ओदै भन्नु न सकेन ल